आदरणीय दर्शकबिन, हामीसँग हुनुहुन्छ एकदमै अहिलेको जल्दो बल्दो युवा विश्लेषक केशव राज अधिकारी। उहाँसँग चाहिँ हामी केही यो अहिले भइरहेको माहौल, त्यस पछाडि राजनीति सम्बन्धी चाहिँ केही कुराकानीहरू गर्न गइरहेछौँ। यहाँलाई स्वागत छ केशवजी। अहिलेको यो जेनजी आन्दोलन र अहिलेको भइरहेको सरकारप्रति चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? यो जेनजी आन्दोलन चाहिँ तपाईँको कस्तो छ भने देशमा एकदमै अत्याचार भइसकेपछि उकुस भएर जेनजीले एउटा सुरुवात गरेको एउटा आन्दोलन हो। जो आन्दोलन चाहिँ तपाईँको जेनजी आफैले पनि सोचेका थिएन कि यतिसम्म उत्कर्षमा पुग्छ भनेर। तर उनीहरूले त्यो नसोच्दै पनि राज्यद्वारा जब 20-21 जनाको हत्या भयो BICC भवनभित्र, त्यसपछि भोलिपल्ट चाहिँ एउटा चाहिँ जनसागर चाहिँ उत्रिएर चाहिँ यो आन्दोलन चाहिँ सफल बनायो भन्नुपर्छ। तैपनि अहिले जो जेनजी आन्दोलनले गरेको विषयमा चाहिँ मेरो विश्लेषणमा के छ भने यो आन्दोलन व्यर्थक भएको हो कि भन्ने मैले चाहिँ महसुस गरेको छु। सुशीला कार्कीको जो नेतृत्वको सरकार बन्यो, यो नेतृत्वको सरकारले तुरुन्तै तपाईँको चाहिँ एक्सनमा जान पर्नेमा ढिलासुस्ती गरेर फेरि पुरानै शैलीमा काङ्ग्रेस एमाले माओवादीले माथि आउने ढङ्गले चाहिँ लगेको छ। तसर्थ यो जेनजीको चाहिँ आन्दोलन चाहिँ अर्थहीन भएको जस्तो मैले देखिरहेको छु। तपाईँलाई के लाग्छ, सुशीला कार्कीले चाहिँ के गर्नु पर्थ्यो जस्तो लाग्छ? सुशीला कार्कीले त अहिलेको उसमा त तुरुन्तै सङ्कटकाल घोषणा गरेर संविधान संशोधन गरेर कार्यकारी प्रमुख लान पर्थ्यो। हेर्नुहोस् होइन, कार्यकारी प्रमुखको निर्वाचन गरिसकेपछि त्यसपछि गएर चाहिँ यो प्रदेशहरू खारिज गर्न पर्थ्यो, अनि मात्रै जेनजीको आन्दोलनहरू सफल हुन्थ्यो र पुरा हुन्थ्यो। अब सुशीला कार्कीले के गर्नु त पुरानै ढैरामा 84को चुनावलाई ल्याएर 82मा राखिएको छ। 82मा चुनाव गरेर के अर्थ रह्यो? फेरि आउने त त्यही पार्टीहरू हुन्। तसर्थ यो जेनजी आन्दोलनको चाहिँ उपलब्धि मैले देखिनँ। यो चाहिँ 75 जनाको शहादत प्राप्त भएको छ। यो देशको होनहार योद्धाहरू चाहिँ यो चाहिँ अनाथमा मरेको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु, बुझेको छु। तपाईँ विश्लेषक पनि हुनुहुन्छ युवाहरू सम्बन्धी विशेष गरी, तर यो जेनजी आन्दोलनलाई अलिकति सार्थक बनाउनको लागि किन तपाईँको साइडबाट केही गर्नुहुन्न? हामीले पटक पटक नेपालका बुद्धिजीवी भन्नुहोस्, AIG देखि लिएर पूर्व चाहिँ SSP देखि लिएर चाहिँ तपाईँको सबै आर्मीका लयर्सहरू, वकिलहरू सबैसँग हामीले छलफल गरिराखेका छौँ। हाम्रो तर्फबाट पनि अब चाहिँ सुशीला कार्कीलाई डेलिगेसन गएर यो किन चाहिँ ढिलासुस्ती गरेको छ, केपी ओलीलाई, तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई, के चाहिँ रमेश लेखकलाई, त्यसपछि गएर आदेश दिने CDOलाई होइन, किन चाहिँ पक्राउ गरेन भनेर हामीले चाहिँ एउटा चाहिँ उहाँहरूलाई ज्ञापन पत्र दिनेवाला छौँ। नेपालमा जेनजीले गरेको आन्दोलनलाई सार्थकता दिनुपर्छ, होइन भने यसले चाहिँ फेरि अर्को रूप लिन सक्छ भन्ने हाम्रो आकलन छ। यदि सुशीला कार्कीको सरकारले बेलैमा सचेत भएन भने दसैँपछि भनौँ अर्थात् तिहारपछि अर्को विद्रोहको चाहिँ हाम्रो तयारी छ। यसमा चाहिँ हामी विद्रोहमा चाहिँ जानेवाला चाहिँ हामीले देखिराखेका छौँ र उनीहरू जेनजीका मान्छेहरूले पनि यही भनेका छन् भने अब त यो आन्दोलन जेनजीको मात्र रहेन, सिङ्गो नेपालको आन्दोलन रहेको छ। तसर्थ यो आन्दोलन सशक्त बनाउनको लागि साँच्चीकै देशप्रेमी, राष्ट्रप्रेमी भक्त आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त आन्दोलनमा अलिकति पृथक ढङ्गको हुनेछ। त्यो आन्दोलनमा तोडफोड हुने छैन, आगजनी हुने छैन। सुन्नु न, अहिलेको माहौल देख्दाखेरि अब के छ भन्दाखेरि अब सुशीला कार्कीले चलाइरहनु भएको छ, अनि उहाँले पनि खासै राम्रो तरिकाले गर्न सक्नु भएन भनेर तपाईँले भन्नुभयो, अनि नेताहरूले पनि केही गर्नुभएको थिएन। तपाईँको विचारमा चाहिँ को चाहिँ हो जस्तो लाग्छ र त्यस्तो भन्नु? यस्तो क्या हो, सुशीला कार्कीले अहिले यतिखेर उहाँ सरकार चुनाव गराउने सरकार मात्रै होइन, पटक पटक हामीले के भन्छ, तपाईँ कार्यकारी सरकार हो, तपाईँले संविधान संशोधन गर्नुपर्छ, जेनजीको माग अनुसार जानुपर्छ भन्ने बनाइयो। हामीले त उहाँलाई नै म्यान्डेट दिएका थियौँ, जेनजी पुस्ताले नै उहाँले अब गर्नुहुन्छ, जेनजीको मागलाई पुरा गर्नुहुन्छ भनेको थियो। तर उहाँले अहिले मात्र चुनाव एउटा गराउने खालको जुन शैली देखाउनु भयो, गृहमन्त्रीको त्यही रवाफ देखिया छ। त्यसले गर्दा हामीले हिजोबाट अस्तिबाट हामीले के भन्न थाल्यो भने गृहमन्त्री र प्रधानमन्त्रीको चाहिँ राजीनामा माग्न सकिन्छ, राजीनामा आउन सक्छ। जेनजीका पुस्ताले पनि गएर उहाँहरूलाई ज्ञापन पत्र दिने भन्नुभएको छ भने हाम्रो पुस्ताले पनि एउटा ज्ञापन पत्र तयारी बनाएको छ, दसैँपछि हामी दिन्छौँ। यदि उहाँले पुरा गर्नु भएन भने फेरि अर्को चाहिँ विद्रोह। यो जेनजीको आन्दोलन भइरहँदाखेरि चाहिँ केपीको सरकार थियो, त्यति बेला अहिले के भन्दै हुनुहुन्छ भने केपी शर्मा ओलीले यो हामीले चाहिँ आदेश दिएको होइन गोली हान्न, तर यस विषयमा तपाईँ के भन्नुहुन्छ? अब यो विषय त मैले पटक पटक भनिसकेँ। केपी ओली प्रधानमन्त्री हुँदाखेरि नै मैले भनेको छु, ऊ जति भ्रष्ट र ऊ जति फटा नालायक मान्छे नै छैन। यति झुट बोले जनतालाई, अहिले उसको आदेश नभए कसले हान्छ गोली? लाइभ देखेको छैन डङ डङ गोली हानेको? मैले होइन रे, कहाँबाट आयो? के प्रधानमन्त्री बनेको त? आफ्नो सुरक्षा कस्तो छ भन्ने कुरा त्यति पनि बुझ्न नसक्ने मान्छे नि राष्ट्रको प्रमुख हुन सक्छ? भन्नुहोस् न तपाईँले, कति लाजामर्दो कुरा गरेको छ। उनले त के भने त्यो पानी जहाज कुदाउँछु, ग्यास बाल दिन्छु भने जस्तै हो यो कुरा। हावा बोल्ने मान्छे हावाको गफाडी कुरा म सुन्न चाहन्न, त्यस्तो कुराहरू जेनजीले सुन्न खोजेको होइन।
अनि केपी शर्मा ओलीले त यसो भन्नुभएको छ हिजो होइन, के अरे मैले गोली हान्न आदेश लगाएको भए त्यो अडियो रेकर्ड होला, सरकारले निकालोस् र मलाई सक्दो कारबाही गरोस् भनेर भनिसक्नु भएको छ प्रधानमन्त्रीले गर्नु पर्यो नि त। त्यस्तो प्रधानमन्त्रीको आदेश भनेको के हुन्छ त भन्दाखेरि नेपालको कुनै पनि हानि नोक्सानी भयो त्यसलाई तल लगाऊ भन्ने हुन्छ। उसले सिडिओलाई दिएको छ आदेश, अनि कसले दिन्छ त्यो फुटेज भन्नुहोस् न। केपी शर्मा ओलीले त भनिसक्नु भयो त, मलाई त के अरे धेरै जति पनि भन्छ हेर्नुहोस्, उहाँको कुरै नगर्नुहोस्, उहाँ जति नालायक मान्छे छैन भने मैले आज भने होइन क्या, हिजोदेखि भने उहाँको कारणले हो नि आज त यो देशले यस्तो चाहिँ हुनार युद्धहरू गुमाउनु परेको। भन्नुहोस् न, यदि उसले बेलामा राजीनामा दिएको भए, उसले भ्रष्टाचार नगरेको भए, उसको चाहिँ विभिन्न काण्डहरू नआइदिएको भए, झुट नबोलिदिएको भए आज यो अवस्था आउँथ्यो। जनताले के चाहेका छन्, तपाईँ हामीले के चाहेका छौँ भन्नुहोस् त? समृद्धि र विकास चाहेको छ होइन, सुशासन चाहेको होइन, यिनलाई गर भनेर 30 वर्षसम्म जनताले हेरेका होइन, अझै पनि यिनीबाट आश छैन। हेर्नुहोस्, अहिले यिनका केही मान्छेहरू सलबल हुन थालेका छन्, यो स्वाभाविक हो, तर आम जनताहरूले बुझिसकेका छन्, आम आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले बुझिसकेका छन्, अब यिनीबाट पार चल्दैन, अब नयाँ ढङ्गले जानुपर्छ भनेर चाहिँ लागिसकेका। उहाँले त हिजो फेरि एउटा भन्नुभयो, के भन्नुभयो भन्दाखेरि मलाई जेएनजी युवाहरूले मार्न खोजेको होइन, मलाई बाहिरको शक्ति प्रयोग गरेर मार्न खोजेको हो र मलाई 5 मिनेट ढिलोको भएको भए मेरो ज्यान जाने थियो भनेर नि भनिसक्नु भयो त। अब यस्तो छ, ज्यान जानै सक्ने थियो होइन, ज्यान जान लिन नि पर्थ्यो के। त्यस्तो फटाहा मान्छेलाई जनताले आन्दोलन त लिन्छ त। उहाँ त एउटा के अरे जनताको सहानुभूति दिनलाई कसरी हुन्छ, छलकपट गरेर झुट बोलेर बाह्य शक्ति अन्य शक्ति कति चाहिँ उहाँले जानेछ भन्नुहोस् न। एउटा चाहिँ उसले गाली गर्नलाई कति जानेछ, घुसपैठ भयो, अन्य मान्छेबाट आयो, नचिने मान्छेको गोली आयो, हाम्रो गोली नै होइन, यस्तो नि हुनसक्छ। एउटा राज्यको प्रमुखले भन्नुहोस् न, प्रमुखले चाहिँ यो हाम्रो गोली होइन, कसको गोली आयो त हेर्नुहोस् न। अहिले सुशीला कार्कीले, म फेरि पनि त्यता फर्केँ, यदि केपीकै लैलेमा लाग्यो त उहाँको के अर्थ भयो भन्नुहोस् न। अहिले 12,000 चाहिँ हतियारहरू चाहिँ भनौँ न 1200 हतियारहरू बाहिर हराइराखेको छ। यही ढङ्गले चुनाव गरे त तिनै जाने होइन फेरि माथि, यो हुन सक्दैन। तसर्थ अहिले संविधान संशोधन गर्नुपर्छ, तिनटै प्रणालीको चुनावहरू तुरुन्तै गर्नुपर्छ, कार्यकारी प्रमुखको नि गर्नुपर्छ, संसदको नि गर्छ र स्थानीय सरकारको नि गर्छ। तिनटै चुनाव चाहिँ एकैचोटि गरेर आर्थिक रूपमा नि कम गराउनु पर्छ। त्यसो भए गृहमन्त्रीले दसैँभन्दा अगाडि प्रधानमन्त्री अनि हाम्रो गृहमन्त्रीहरूलाई कारबाही गरेर होइन समाउनु भएन भने के हुन्छ त? हामीले भनेका छौँ नि, जेनजी पुस्ताले मात्र होइन अर्को पुस्ताले नि ज्ञापन पत्र दिइराखेको छ। अब यदि भएन भने अर्को विद्रोह सुरु हुन्छ, अर्को विद्रोह हुन्छ यो। किनभने आज चाहिँ 75-80 जनाले चाहिँ ज्यान गुमाएका छन्, हजारौं मान्छेहरू घाइते अपाङ्ग छन्, खुट्टा गुमाएका छन्, आँखा गुमाएका छन्, हात गुमाएका छन्, अनि यिनको के हो त अर्थ भन्नुहोस् त? तपाईँले अर्को विद्रोह सुरु गर्छौँ भनेर भन्नुभयो, फेरि पनि मान्छे भुट्टिनै पर्छ, मरिनै पर्छ? होइन, विद्रोहको तरिका हुन्छ। अबदेखि हामीले त्यसलाई विद्रोह पनि हिजो हामीले सिलसिलाबद्ध ढङ्गले भन्छौँ। अबको विद्रोह भनेको शान्तिपूर्ण हुन्छ, नितान्त शान्तिपूर्ण हुन्छ, नितान्त धर्ना दिने हुन्छ। कुनै पनि मान्छेलाई एउटा पनि बोट बिग्रो बाँध्ने होइन, कुनै पनि भवनको तोडफोड गर्ने होइन, कोही पनि मान्छेलाई आक्रमण पनि गरिएन। अहिले विद्यार्थीहरू जति पनि थिए मरिएका, सबै म्याक्सिमम विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरू पनि त शान्तिपूर्ण गर्ने भनेर स्कुल ड्रेसमा गरेर मरिएको छ नि त। अब के भन्नुहुन्छ? तत्कालीन अवस्थामा जेनजीले जुन कुरा आवाज उठाथ्यो त्यो कुरा उसले राम्रोसँग राख्न पाएन। म प्रत्यक्षदर्शी त्यो राख्दै पनि एक खाले मान्छेहरू गएर जो चाहिँ हेर्नुहोस् न अगाडि बढेर गएर त्यो विदण्डता मचायो। अब यो विदण्डता मचाइए पनि अत्रो जल्लिने रहेछ, डढ्ने नै रहेछ, मान्छे नमारे अब त हुन्थ्यो नि त। अहिले यहाँ भौतिक संरचनाको कुरा गरिराखेको छ। सुशीला कार्कीलाई पनि म चेतावनी दिन चाहन्छु, भौतिक संरचना बिग्रियो भने त्यसलाई छानबिन गर्ने होइन, त्यो त आन्दोलन भएको चिज हो। 74 जना मारिने चाहिँ छानबिन गर्न पर्यो क्या, 74-75 जना मारिने चाहिँ छानबिन गर्न पर्यो। यो सिर्जना कसरी भयो त? देशमा अमन चैन शान्ति सुशासन भइदिएको भए यस्तो हुन्थ्यो भन्नुहोस् न? यो विडम्बना बोक्न पर्थ्यो। तपाईँले के सोचे, मैले के सोचे, देशमा यो राष्ट्र चाहिँ समुन्नत बनेर जाओस्, विश्वको मुलुकहरूसँग च्यालेन्ज गर्न सकोस् र तिनीहरूसँग चाहिँ हाम्रो प्रतिस्पर्धा गर्न सकोस् भन्ने हाम्रो चाहना थियो। आज गएर हेर्नुहोस् त, एकजना नेपालीहरू स्वदेशमा छैन, 60% भन्दा बढी बाहिर गइराखेका छन्। देश कसरी चल्छ? युवाहरू, वैज्ञानिक ट्यालेन्ट मान्छेहरू सबै विदेशमा चाहिँ आफ्नो पसिना बगाइरहेछ, यहाँ बस्ने बगैर त्यही थोत्रा राजनीति गर्ने बुढाखाडामा चाहिँ मान्छे मात्रै रहेको छ। फेरि यही ढङ्गले चुनाव लयो भने त्यही पार्टीहरू आउँछन्, त्यही काङ्ग्रेस एमाले माओवादी आउँछन्, फेरि जनताले जस्ताको तस्तै यिनीहरूले आफ्नो ढाकछोप गर्नलाई कहिले काङ्ग्रेस सामिल्ने, कहिले एमाले सामिल्ने, कहिले माओवादी सामिल्ने सरकार पालेबल चलन र दोहन गरिराखेका छन्। देख्नु भएको छ नि, करोडौँ अर्बौं अर्ब चाहिँ डढेको खरानी भएको। कहाँबाट आयो त पैसा भन्नुहोस् त? सबैको नजरमा आइरहेको छ, मार्ने धम्की आइरहेको छ। तसर्थ जनता सचेत हुनुपर्छ, कसै समय डराएर निडर भएर मर्नुपर्छ, किन देश र जनताको लागि मर्नु एउटा साहसी योद्धाहरू नै हुनुपर्छ। तपाईँ विशेष गरी संशोधनको कुरा गरिरहनु भएको छ, के चाहिँ संशोधन गर्न चाहनुहुन्छ? संशोधन कस्तो छ भने अहिलेको कानुनले भनिरहेको छ सुशीला कार्कीको कुन चाहिँ कानुनलाई टेकेर प्रधानमन्त्री बनेको त? अहिले
कुनै पनि छैन त्यसमा कारण। संसद भङ्ग कसरी गर्यो त? एकचोटि के भन्छ यो चाहिँ उसको चाहिँ प्रमुख भइसक्यो मान्छे होइन, आज गएर कुन चाहिँ आधारमा टिकेर प्रधानमन्त्री त्यही आधार टिकेर संशोधन गर्नुपर्छ भनेको छु। तैपनि त्यसलाई हामीले अझ के भन्छ भने आन्दोलन आएको आडमा आएर यसलाई चाहिँ कसरी चाहिँ संशोधन गर्न सकिन्छ भने सङ्कटकाल घोषणा गरेर प्रधानमन्त्रीले सङ्कटकाल घोषणा गर्न सक्छ। प्रधानमन्त्रीले सङ्कटकाल घोषणा गरिसकेपछि त्यसपछि कार्यकारी प्रमुखको चुनाव गराउन सक्छ। बुझ्नुभयो नि? त्यो गर्यो भने मात्रै तपाईँको जेएनजीले एउटा सार्थकता पाउँछ। 5 वर्ष कार्यकारी प्रमुख चुनाव भएपछि 5 वर्ष निरन्तर चाहिँ चाहे काङ्ग्रेस जित्दा, चाहे एमाले जित्दा, चाहे माओवादी जित्दा, चाहे अरू जित्दा 5 वर्ष त निरन्तर चलाउन पाउनु भयो नि, उसलाई दोष लाउन त पाउनु भयो नि। त्यस कारणले हामीले कार्यकारी यसरी सङ्कटकाल घोषणा गर्दाखेरि तपाईँलाई हाम्रो देश के बङ्गलादेश जस्तो हुन्छ जस्तो लाग्दैन? बङ्गलादेश देश त बनाइसक्यो त, बनाइएन? यिनको कारणले त बनाइसक्यो त। हेर्नुहोस्, सङ्कटकाल घोषणा गरेपछि त्यही मेन मुद्दाहरूलाई मात्रै संशोधन गर्ने, पुरै लेखन गर्ने होइन। बुझ्नुभयो कि? तत्कालीन अवस्थामा चाहिँ यो प्रदेशहरू खारेज निषेध के भन्छ यसलाई प्यासिभ बनाउन पर्छ। स्थानीय निर्वाचन तपाईँको पार्टीको झन्डा रहित बनाउन पर्छ। स्वतन्त्र व्यक्तिहरू उठ्न पर्छ। हाम्रो भनाइ चाहिँ यो हेर्नुहोस्, बुझ्दैन? विदेशमा भएको जति पनि नागरिकहरू छ तिनले पनि अनलाइन मार्फत चाहिँ तपाईँको चाहिँ भोटिङ गर्ने राइट हुनुपर्छ। यिनका कारणले गर्दाखेरि बाहिर गएर यो देशमा रोजगारको सिर्जना गर्छु नि, कोही जाए बाहिर जान पर्थ्यो, पर्दैन नि। तसर्थ मैले के भन्छु भने अहिलेको जेएनजीको आन्दोलनलाई सार्थक बनाउनलाई यी सबै चिजहरूलाई एक ठाउँमा राखेर अनि जेएनजीहरूलाई पनि समावेश गराएर लान सक्यो भने मात्रै यसले चाहिँ सार्थक पाउँछ। अब एउटा कुरा भनिदिनुहोस् न, तपाईँको नजरमा स्वतन्त्र व्यक्ति चाहिँ को छ जसले चाहिँ योग्य छ राज्य चलाउन? होइन, स्वतन्त्र व्यक्ति भने चाहिँ अहिले धेरै मान्छेहरू छन्, मैले बोल्न मिल्छ मिल्दैन थाहा छैन। केही ठाउँमा त हामीले भनि पनि सकेका छौँ। सुशीला कार्कीले गरेन भने अर्को पुस्ता निस्किन्छ, जति पनि निस्किन्छ। छन् मान्छे स्वतन्त्र त कोही नहोला, तर चाहिँ जति पनि छन् त्यसले चाहिँ चलाउन सक्छ। र यो अहिले चला ढङ्गले चुनाव गर्ने सरकार चाहिँ होइन। चुनाव बनाउनलाई सुशीला कार्कीलाई त्यो ठाउँ राखेको चाहिँ होइन। अनि त्यसो भए अनि के गर्नलाई राख्नु भयो त? अब उसलाई त भने संविधान संशोधन गर्न पर्यो, कार्यकारी प्रमुख बनाउन पर्यो। कार्यकारी प्रमुखको निर्वाचन गरेर जनताबाट त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाएपछि मात्रै। अनि हामीले त सुनेका थियौँ प्रधानमन्त्री पनि होइन बन्नको लागि अमेरिका एमएसीमा हस्ताक्षर गरिसकेपछि माथि प्रधानमन्त्री भएको भन्ने पनि कुरा सुनेको छ। यो के हो त? यो चाहिँ तपाईँको यो मैले त्यति माथिसम्म बुझ्न सकेँ। मन्त्री बन्दाखेरि पनि अमेरिका एमएसीमा गएर सिग्नेचर गर्नुपर्ने रे? होइन, त्यो पनि बालेन शाहले त्यही हर्क सम्बन्धले त्यही भएर हस्ताक्षर नगरेर प्रधानमन्त्री नभएर त हर्कको पनि यो चाहिँ वाहियात कुरा हो होइन? किन उहाँलाई त्यो प्रधानमन्त्री नभएको उसलाई साइन कसले पुछ्यो भनौँ न? हर्कलाई ठुलो कुरा गरेर हुन्छ। राष्ट्र चलाउनु र नगर चलाउनु र गफ हाँक्नु फरक चिज हो। हर्कले त अहिले पनि भनिरहनु भएको छ राजीनामा दिनु, म अझै पनि प्रधानमन्त्री चलाउँछु, प्रधानमन्त्री भन्नुभयो जस्तो छ नि। राजीनामा देऊ प्रधानमन्त्री त लाखौँ मान्छे छ नि, छैन नि यहाँ देशमा? यहाँ सबै मान्छे छ नि, त चलाउने ल्याऊ भने दिने हो र? बालेन पनि के अरे अमेरिकाको आडमा चलेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु भएको हो रे त। अब यस्तो छ, उसको बालेनको पछिल्लो चढाइको चाहिँ उसको चाहिँ जुन देखियो नि त्यो शङ्कास्पद देखाएको छु मैले चाहिँ। तर त्यस्तो हुनुहुन्न थियो। यो राष्ट्रको निमित्त उसले जुन खालको जेएनजीलाई आह्वान गर्यो नि त्यो अनुसारले लगिदिया भए राम्रो। तर उसले चाहिँ जुन खालको मौनता देखायो नि एकदम गलत देखिरहेको छु मैले पनि। तर अमेरिका नै हो, भारत नै हो चाहिँ म अहिले ठोक्क गर्न सक्दिनँ। तैपनि उहाँको मौनताले केही चाहिँ शङ्का चाहिँ हामीलाई देखाएको छ। हजुर, अब के भन्ने त सिद्धाउने कि? अब ठिक छ, तपाईँहरूलाई के लाग्छ भने अब मैले जहाँसम्म तपाईँहरूलाई भने नि अहिलेको यो चाहिँ साँच्चै जेएनजीको यो चाहिँ 75 जनाको आलमा टिकेर बनेको सरकारले यिनका आवाज सुनेन भने फेरि दोस्रो युद्ध हुन्छ। हस् त समय हस्, धन्यवाद।